हामी चाहिँ बेगनास लेक रिसोर्टमा हम गाइस लगाएर आछौँ अर्किड गाइस त्यो डाँडामा झरे आउँछु लुरी तिम्रो हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ हामी चाहिँ बेगनास लेक रिसोर्टमा हम गाइस चाहिँ इन्ट्री फी चाहिँ 1000 रहेछ पर पर्सनको अनि त्यसमा चाहिँ खाना इन्क्लुडहरू हुन्छ रे हैन त्यो फेरि खाएन भने चाहिँ फिर्ता पनि भएन धेरै खायो चाहिँ पेमेन्ट चाहिँ गर्नु पर्यो साथीहरू त्यही हो अनि हामी दुईजना चाहिँ यस्तो हिल्ला राखौँ कि बाटो फेरि यस्तो छ भन्नुहुन्छ भने म तपाईँहरूलाई देखाउँछु हेर्नु है बाटो फेरि यस्तो छ है ल अनि त्यही भएर हामीलाई अलिक गाह्रो भइरहेको छ तिमीलाई कस्तो फिल भइरहेको छ जान धेरै पछि नै घुम्न आएको हामी चाहिँ त्यही हो गाइस यता हेर्दै हिँड्नु हाई गर्दै हिँड्नु न हिँड्नु खेर गर्नु हिँड्न त गाह्रो ल हामी त थाकेर बस्यौँ हेर्नु न यस्तो छ हिँड्न नसकेपछि यस्तै हिल्लाएर हो कि साथीहरू फेरि यस्तो उकालो म तपाईँहरूलाई देखाउँ यस्तो उकालो छ अनि त्यही माथि यस्तो हिल लगाएर आछौँ अनि यस्तो रहेछ कस्तो दामी देखेको हेर न है अर्किड गाइस अभी मजा आएगा ना भिडो उही कसरी झिकेको छ नि राम्रो साथीहरू यो रेस्टुरेन्टको प्राइस मोमो हेर्नु त चिकन मोमोको प्राइस लाइफमा खाँदैन हौ यति महँगो मोमो तिमीलाई खाँदैौ कि नै भन है यति महँगो यस्तो गरम कहिले पनि खाएको छैन है यी भगवान् हाम्रो जुस आएर पनि आधी खाइसक्यौँ मिल्क सेक रे गाइस मिल्क सेक तर अनि चाहिँ घोलेर यहाँ माथि घोलेर खाँदा चाहिँ बल्ल मिठो भयो अच्छा नभए ठिकै यहाँको खाना एक्सपेन्सिभ र ठिकै होइन त बल्ल त जुत्ता अनि हाम्रो चाहिँ खाजा आइसक्यो हामीले भन्दा पहिला चस्माले खायो अहिले हाम्रो पहिला चस्माले खाइसक्यो साथीहरू हाम्रो चाहिँ खाजा आइसक्यो अब हामी चाहिँ खान्छौँ अनि कस्तो छ हजुरहरूलाई भन्छौँ एरेन खाइ हामीले चाहिँ स्यान्डविच होइन स्यान्डविच यो ग्रिल चिज स्यान्डविच मगाएको अनि के अरे यो चिकन चिल्ली चाहिँ चिकन चिल्ली अनि त्यही जुस मगाएको अब हामीले खान्छौँ अनि तपाईँलाई भन्छौँ कस्तो छ भनेर यो मलाई ठिकै लाग्यो नर्मल अरूमा नि मिठो हुन्न यो चाहिँ यो चाहिँ ठिकै लाग्यो यिनीहरू चाहिँ कस्तो ए यो भाइले पनि भयो आउँदैन आउँदैन गाइजलाई हामी फर्स्ट बाइट लियौँ है ल फर्स्ट बाइट मैले चाहिँ यो लिन्छु है त होइन यो लिनु त कस्तो नट ब्याड है तर त्यस्तो मिठो नि होइन नमिठो नि होइन साथीहरू हामीलाई हाम्रो टेस्ट डिफ्रेन्ट नै हुनसक्छ तपाईँहरूलाई मन पर्न सक्दैन झ्याप्चो आएको र के हामी झ्याप्चै भएर यो खाऊँ टेस्ट गरौँ यो चाख्छौँ गाई अब यो खान्छौँ है नर्मलै जस्तो है के हो
नम्चुन होइन तर म रेउस खाए जस्तो लाग्यो बर्गर मलाई त्यति साह्रो बर्गरहरू मन पर्दैन होइन म आमा झन् नुन चर्को हो यसमा चर्को रहेछ क्या अलिपछि बिल गर्न आएको तपाईँहरूले यता बसेर पनि खान सक्नुहुन्छ यहाँ गोरागोरी पनि आउनुहुन्छ विदेशीहरू यता वाइनहरूको आइटम यता यस्तो यस्तो छ है घाम चाहिँ डुब्नै लागेको छ अनि यहाँ हो हामी चाहिँ यस्तोमा हो फोटो खिच्न लागेको यो हामी बस्दै आएको घुम्न आएको होटल चाहिँ पारी पारी चाहिँ माझीकुना माछा खान सक्नुहुन्छ तपाईँहरू पोखरामा आएर डुङ्गा चलेछ अनि यहाँ चाहिँ फोटोसुट चलेछ यहाँ दिदीको ल हेर्नुहोस् ब्लगको ओनर मेरो पालो फोटोसुट गरिदिनु हाजीको मेरो चाहिँ हल्का फुल्का खिचेँ अब हाजीको फोटो हामी चाहिँ यस्तो बसे हम यहाँ चाहिँ यस्तो छ हल्का घाम डुब्न लागेको छ क्या यहाँ त्यही भएर डुब्न लागेको त्यो डाँडामा झर्याउँछु लुरी तिम्रो आडैमा के को निन्द्रा नलागे बडी बिल्डर गाइस हामी चाहिँ बडी बिल्डर जस्तो वाइ मोटा हम क्या हामी ल भयो अरूको सबको ब्युटी बनाउँछ हाम्रो चाहिँ बडी बिल्डर मासु बनाउँछ